परिवारसँग भ्रमण, त्यो पनि कहाँ, बेलायतमा साथीहरू। मैले चाहिँ मम्मीलाई होइन यो बोट किन्ने चाहिँ कस्तो होला त मम्मी भन्दाखेरि मम्मीले चाहिँ बोट तेरो गफै बेसी छ हौ भनेर गाली गराउनु भएको थियो। अनि हामी त्यसपछि चाहिँ गयौँ कि यो होइन नर्दर्न आयरल्यान्डको रक्सी बनाउने ठाउँमा। साथीहरू यहाँ त रक्सी यस्तो गनाइरहेको थियो कि होइन, अब के भन्ने बास्ना आइरहेको थियो, गनाइरहेको थियो, तर जे आए पनि एकदमै स्ट्रङ थियो स्मेल चाहिँ होइन। यो सानो सानो जर्किनहरू देखिरहनु भएको छ नि तपाईँले साइड साइडमा, यो चाहिँ रक्सी हाल्ने जर्किन हो। त्यस्तो जर्किन त कति थियो त्यहाँ। अनि यहाँ चाहिँ के भन्छ रक्सी बनाउने फ्याक्ट्री हो यो, अलिकति माथि यसो माथि जाने ठाउँमा। अनि यहाँ चाहिँ रक्सी पनि चाख्न मिल्छ है साथीहरू। तपाईँहरू नर्दर्न आयरल्यान्ड आउने सोचिरहनु भएको छ भने बुस मिल चाहिँ जानै पर्ने हुन्छ रक्सी चाख्नलाई। अनि त्यसपछि यो जायन्ट कजे, यो गोलो गोलो ढुङ्गा जस्तो छ नि, यो चाहिँ भोल्क्यानो आएको थियो अरे क्या, कहिले हो उहिले जमानामै भोल्क्यानो आएको थियो अरे। अनि यो आउँदाखेरि चाहिँ यस्तो रक सेप भएको थियो अरे क्या। अनि मलाई पनि राम्ररी हिस्ट्री थाहा छैन। अनि यो पनि तपाईँहरूले लिस्टमा हाल्नै पर्ने हुन्छ है। तपाईँहरू नर्दर्न आयरल्यान्ड घुम्न आउने सोचिरहनु भएको छ भने तपाईँले जायन्ट कजवे पनि लिस्टमा हाल्नु, लिस्टमा। त्योभन्दा पनि तपाईँले बस टुर बुक गर्नु, जायन्ट कजवे डे टुर प्याकेज भनेर बुक गर्नु। 29 पाउन्ड लिन्छ या 30 पाउन्ड लिन्छ पर पर्सन, बट इट्स वर्थ इट। तपाईँहरूलाई धेरै ठाउँमा घुमाउन लग्छ है, तर अलिकति कम्फर्टेबल सुज लाउनुपर्छ। अनि हेर्नु त यो बिच यस्तो रफ थियो कि होइन, माथि माथिसम्म पानी आइरहेको थियो कि। अनि यसो माथि मान्छेहरू त पुरा बाँदर जस्तो क्या, अब माथि चढिरहेको थियो। मलाई चाहिँ यस्तो डर लागिरहेको थियो, कस्तो चिप्लेर लड्ला जस्तो भइरहेको थियो। अनि मम्मीलाई जाने हो भनेर सोचेको थियो, मम्मीले चाहिँ नजाने। हामीले चाहिँ अलिकति यता बसेर अलिकति नाटक गराएर यस्तो गरी भिडियो लियौँ, त्यति मात्रै हो, अरू खासै केही गरेन। तै पनि हामीले अर्को ठाउँमा पनि जान मिल्छ है। जायन्ट कजवे चाहिँ धेरै हिँड्ने ठाउँ छ, ट्रेल जस्तै हो, हाइकिङ स्पट जस्तै हो। तपाईँ हिँड्न सक्नु भएन, हामी चाहिँ हिँड्न मन लाग्दैन, त्यही भएर हामी खासै धेरै हिँडेर घुम्न गएनौँ। तपाईँहरू बस पनि आउँछ है तलसम्म, तर तपाईँले चाहिँ 1 पाउन्ड तिर्नुपर्ने हुन्छ बस सर्भिसको लागि, लोकल बस जस्तो माथिदेखि तलसम्म। अनि पुरा कम्फर्टेबल लुगाहरू लगाएर आउनु होला, एकदमै चिसो हुन्छ, हावा लाउँछ। अनि समर इज बेस्ट है, फेरि घुम्नलाई चाहिँ समर बेस्ट छ यो ठाउँमा घुम्नलाई। सो थ्याङ्क यू सो मच फर वाचिङ है। हेर्दै गर्नु होला मेरो भिडियो, लाइक चाहिँ हान्नु होला है साथीहरू, प्लिज लाइक कमेन्ट एउटा त हान्नुपर्छ प्लिज। अनि ल सी यू सुन, अनि चाँडै भेटौँला, बाई बाई।